नमस्कार, म डाक्टर राजु श्रेष्ठ। म यस बीएनसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलमा एनेस्थेसिया विभागको विभागीय प्रमुखको रूपमा कार्यरत छु। आज पर्न गएको विश्व एनेस्थेसिया दिवसको उपलक्ष्यमा म सम्पूर्ण स्वास्थ्य कर्मीहरूलाई शुभकामना दिन चाहन्छु। यो विश्व एनेस्थेसिया दिवस अर्थात् वर्ल्ड एनेस्थेसिया डे हरेक वर्ष 16 अक्टोबरमा संसारभरिकै स्वास्थ्य कर्मीहरूले मनाउने गर्दछन्। यसको पछाडि यसको इतिहास जोडिएको छ। सन् 1846 डाक्टर टीजी मोर्टन भन्ने दाँतको शल्यचिकित्सक उहाँद्वारा मैसाचुसेट्स जनरल हस्पिटल बोस्टन युएसए मा पहिलो पटक इथर एनेस्थेसियाको सार्वजनिक रूपमा डेमोन्स्ट्रेसन गरिएको दिन हो। यो आधुनिक विज्ञानको एउटा कोसे ढुङ्गा साबित भएको दिन हो। त्यस दिनदेखि अहिलेसम्म आइपुग्दाखेरि एनेस्थेसिया विषयमा धेरै विकास भइसकेको छ, जसको कारणले गर्दाखेरि अहिले शल्यचिकित्सादेखि लिएर विभिन्न सुविधाहरू बिरामीहरूले पाइरहेको अवस्था अहिले रहेको छ। यो वर्षको विश्व एनेस्थेसिया दिवसको नाराको रूपमा चाहिँ एनेस्थेसियोलोजी इन हेल्थ इमर्जेन्सी, यो भन्नाले के बुझाउँछ भने एनेस्थेसियोलोजिस्टहरू चाहिँ अपरेसन कोठाभित्र अपरेसन गर्ने क्रममा बिरामीलाई बेहोस बनाउने, बिरामीलाई अपरेसन समयभरि निरीक्षण गर्ने, मूल्याङ्कन गर्ने र अपरेसन पश्चात पहिलेको अवस्थामा सकुशल बिरामीलाई ल्याउने मात्रामा सीमित नरहिकन हेल्थ इमर्जेन्सीहरूमा पनि एनेस्थेसिया डाक्टरहरूको महत्त्वपूर्ण भूमिका रहने कुरालाई यसले उजागर गर्न खोजेको देखिन्छ। जस्तै विभिन्न महामारी, विभिन्न बाढी पहिरो, इमर्जेन्सी दुर्घटनाहरूमा घाइतेहरूको उपचारमा पनि फ्रन्टलाइनको रूपमा एनेस्थेसिया विशेषज्ञ डाक्टरहरू लागिरहेका हुन्छन्। साथसाथै आइसियुमा सिरियस बिरामीहरू जो सिकिस्त छन्, जसका शरीरका विभिन्न अङ्गहरूले राम्रोसँग काम गरेका छैनन्, त्यस्ता बिरामीहरूको उपचारमा पनि एनेस्थेसिया डाक्टरहरूको अग्रणी भूमिका रहिआएको छ। यही कुराहरूलाई यो वर्षको नाराले चाहिँ अझ सशक्त रूपमा उठाउन र उठान गर्न खोजेको देखिन्छ। र हामी यो 2025 वर्षभरि नै हामी सहित हाम्रो सम्पूर्ण विभागका डाक्टरहरू यही कुराहरूप्रति हामी प्रतिबद्धता भई हामी सेवा दिने बाचा गर्दछौँ। धन्यवाद। Happy World Anesthesia Day 2025!